नमस्कार, म यामबहादुर कुँवर सरस्वती माध्यमिक विद्यालयको प्रधानाध्यापक। 2032 सालमा स्थापित यस विद्यालयले यही चैत्र 21, 22 र 23 गते त्रिदिवसीय रूपमा स्वर्ण महोत्सव समारोह गर्दैछ। समारोहको अन्तिम चरणमा हामी पुगेका छौं, तयारीको अन्तिम चरणमा पुगेका छौं। विद्यालय यो अवस्थासम्म आउन धेरै महानुभावहरूको सरम र सिर्जना परेको छ र अहिले विद्यालय उन्नत अवस्थामा आएको छ र हामीले अहिले सरस्वती मन्दिर निर्माण एवं आवासीय विद्यालय सञ्चालन भन्ने महाअभियान सहित यो स्वर्ण महोत्सव समारोह सम्पन्न गर्दैछौं। यसमा धेरै साथीहरू, धेरै महानुभावहरू, धेरै अभिभावकहरूले हातेमालो गरिसक्नु भएको छ र म उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र सम्बद्ध सबै शैक्षिक सरोकार राख्ने महानुभावहरूलाई यसमा हातेमालो गर्न पनि अनुरोध गर्दछु। हाम्रो 3 दिनको कार्यक्रममा पहिलो दिन उद्घाटन समारोहमा कार्यक्रम उद्घाटन, स्तम्भ अनावरण अनि त्यसपछि गएर विद्यार्थी पहिचान, विद्यार्थी प्रतिभा प्रस्तुत अनि गएर राष्ट्रिय कलाकार एवं विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत र सम्मानका कार्यक्रम रहनेछन्। दोस्रो दिन जिल्ला स्तरीय अन्तर्मावि हिज्जे प्रतियोगिता र निशुल्क दन्त शिविर सञ्चालन गरिनेछ। साथै विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछ। तेस्रो दिन वडा स्तरीय आमा समूहको लोकगीत प्रतियोगिता र सम्मानका कार्यक्रमहरू अघि बढाइनेछ र सांस्कृतिक कार्यक्रम पनि राष्ट्रिय कलाकार र विद्यार्थीद्वारा प्रस्तुत हुनेछ। हामीले यो समारोहमा निमन्त्रणा सबैलाई पठाइसकेका छौं। म यसै मार्फत मात्र, यही सूचना मार्फत पनि आग्रह गर्न चाहन्छु, हाम्रा सम्पूर्ण अभिभावकहरू, जनप्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, हाम्रा पूर्व शिक्षक, पूर्व विद्यार्थी, सम्बद्ध सबै हिजोदेखि आजसम्म यसमा हातेमालो गर्ने महानुभावहरूलाई यसैलाई आधिकारिक निमन्त्रणा समेत मानेर चैत्र 21, 22 र 23 गते उपस्थित हुन हार्दिक आमन्त्रण गर्दछु। धन्यवाद।